ल हेर्नुहोस् है, अघि रामभेडा काटेको, प्याज काटेको, अदुवा कुच्याएको, यहाँ गोर्खे चटनी पाक्दैछ है साथी हो। यो भरे 1:30 बजी लन्चमा खानुको लागि र यहाँ दामी पाक्दैछ है, गोर्खे चटनी पाक्दैछ है। हेर्नुहोस् न, दामी छ, दामी पाक्दैछ। यसमा अब यसको साथी चाहिँ मैले फेरि अर्को चिज बनाएको छु, यहाँनिर छ, तपाईहरुलाई म देखाउँछु। यो गोर्खे चटनी भयो। अनि तपाईहरुलाई म यहाँनिर अर्को एउटा सामान देखाउँछु। अनि यहाँनिर साथसाथमा एउटा यसरी आलुको चोखा पनि बनाएको छौँ। टक्कै मिल्ने गरिकन यो गोर्खे चटनी, यो आलुको चोखा भरे टिफिनमा चाहिँ एकदम लन्चको लागि खानुको लागि है साथी। लाइक गरिदिनुहोस्, फलो गरिदिनुहोस्, कमेन्ट गरिदिनुहोस्, सब्सक्राइब गरिदिनुहोस्।